हेलो फेरि पनि वेलकम छ आज पनि भ्लगमा। आज पूजा हो। आज त्यही भएर बिहान चाँडै उठेर यहाँ पसलको अलिअलि कामसाम गरेर तातो पानी खाँदै पसल सब रेडी भइसक्यो यहाँ होइन। बहिनीले अझै काम गर्दैछ। केरा बिहान उठेर यो सब गरिसक्यो हामीले। तातो पानी खाँदै के चाहियो सबै छ हाम्रो पसलमा यहाँनिर। यसो भ्लग बनाउनु पर्यो भनेर सब के चाहियो फ्रेस एकदम ताजा अघि भर्खर लिएर आएर फिजाएको हो हामीले होइन। सब फ्रेस हो त्यो। आज यो पूजालाई खानपिन बोलाउनको लागि त सामान रेडी हुँदैछ। यहाँ तातो पानी तताएर भाउजू सेलरोटी कति खाने? सेलरोटी हिजो बेलुकै पकाएर राइस या उता जेरी पनि छ रहेछ त। कहिलेको हो नि? त्यही हो आज पूजा। अब नुहाइधुवाइ पनि गर्नुपर्ने भ्याउँदैन होला। चाटो लगाएर मर्निङ भ्यू यस्तो छ। हिजो यसले गर्दा को रिसाथ्यो। आज पनि फेरि यसले बोकेको खाल्थ्यो। यहाँ जग्गे पनि बनिसक्यो। हिजो बनाएर राखे के खाने सब छ क्या। यो बिस्कुट पनि ब्रान्ड पसल त सब पाइन्छ नि हाम्रो पसलमा होइन। त्यो देखिरहेको छ है। हावा तावा पारामा हिँडिरहेको गीत भजन बजिरहेको लामा भजन ओम माने पेले सेते ओम। आज चाहिँ पूजा हो नि त। पूजाको यहाँ कामधाम हुँदैछ होइन। ऊ यता तल यहाँ यसो खानाहरू बनाउने काम भइरहेछ भने यता चाहिँ पूजाको कामहरू हुँदैछ होइन। ट्याक्क लाएर यहाँ चाहिँ लुङदर हाल्ने काम हुँदैछ। लुङदर हाल्नको लागि तल हो जग्गे त। मेन जग्गे त तल पुछारमा छ। यहाँनिर चाहिँ लुङदर हाल्ने काम होइन। सुनानङ मुगा सुन बुरारी आइन ज्यादा ही तो होगा थोड़े चाहिए त्यो त ल त्यो तामाङ बिचमा तामाङ भाषा फुटिहाल्छ मुखबाट। कुनै बानी भएन होला फुटिहाल्छ। यहाँनिर बुढाहरू हेरे कोही मोबाइल हेर्ने कोही काम गम्मत। धान कति चाहियो सोध्नु पर्यो। त्यो हेर्नु होला पूजाको रमझम आमाको यहाँ यस्तो उस धान कति चाहिने? भनेपछि बोराइ छ बोराइबाट लिएर आइदिनु बोरामा होइन। ल लुङदर हालिसकेको छ। हाय हम खिबा खामी आ रे कपडा लाएर च्याट सर्ट परेर आइसके पूजामा बस्नलाई। ल सुरु पनि भइसक्यो। तपाईँहरू लुगा अझै लाउनु भएको छैन?
चट्ट लगाएर दारी तोरङ टाङ्न जान लाग्छ यो काट्न लाइन भने नि अरू ढलानमा चढ्ने ढलानबाट यसो रिगाउने नि तल झार्ने ल म ढलान हुन्छ ओहो आज पो मौसम क्लियर देखाएको छ यार क्या दामी चिसो हावा ए तराईतिर हो तराईतिर मात्रै खतरा फरफराइरहेको यार हावा नि दामी आइरहेको तोरङ टाँगेर तोरङ फिनिसिङ भएपछि लगर्छौँ अहिले त तोरङ टाङ्गेर काम हुन्छ ल है लुङदर सुङदर तोरङ सोरङ सब हालिसक्यो खतरा देखिरहेको हेमराज मात्रै हिँड्छ यार यो रोडमा खालि यस्तो यस्तो मात्रै हिँड्छ कहाँनिर हान्ने लाग्यो भने डर लाग्छ टाइम देखिरहेको यहाँनिर नि पसलमा नि चट्ट बोट यता लामा बाजेहरू पनि छ यता ल है अब तल होम सम्हाल्न लगाइरहेको छ लुङ्गर सुङ्गर सब हालेर चिरिक च्याट्ट पारेर हावा पनि दामी चल्दा दामी देखिरहेको त्यही हो हेर न घरको छत पऱ्यो ड्रागन फ्रुट त्यो घर तल्लो घर हरेक घरको छतमा ड्रागन फ्रुट छ गर्ने इच्छा रहर चाहना मात्र हुनुपर्छ जे पनि गर्न सकिन्छ त्यही भएर रहर चाहना मात्र हुनुपर्छ गर्न त सकिन्छ खतरा आउँछ खतरा खतरा ल तपाईँहरू होम हाल्न रेडी हारमेन बाल कोइन छैन यो अब हारमेन बाली यो टुप्पामा घिउ नलाग्यो भएर मार्मेन बाली सक्यो च्याट्ट लाएर ओ मार्मेन बाल्न आउनु रे मार्मेन बाल्न जानु
यता के काम छ म हामी हजुर मार्मेन माल्न जानु मार्मेन यता मार्मेन कोही छैन मार्मेन माल्न जानु मार्मेन अझै बाँकी छ वाङको काम बाँकी छ अनि के दुईटा काम बाँकी छ मार्मेनको काम छ ल अब एकछिनमा ट्याक्क लाएर ल भेटौँला किन पिस दिनु पऱ्यो मैले लगाइ आजलाई भ्लग यति नै होइन आज त्यो हो खास चाहिँ भ्लग राम्रोसँग बनाउन पनि पाएन पूजा थियो कामै काम जस्तो त्यो हो अब जति बनायो त्यति नै यसो हेरिदिने होला होइन ट्याक्क त्यो आजको लागि यति नै ल जति छ जे छ ट्याक्टुक्क सब क्लिप हालिदिइहाल्छौँ होइन हेर्नु होला तामाङको संस्कार पूजा यस्तो हुन्छ ल आजको लागि यति नै ल बाई बाई गाइस